र तनहुको बन्दीपुरमा आइरहेका छौँ। तनहुको बन्दीपुरको थानकोट पनि भन्ने गरी यो पारसकोट अथवा चाहिँ पारसकोट होइन, पुरानो कोट अथवा थानमाई भन्छ। थानमाईमा बसेर एउटा रचना सुनाउन मन लागेको, तर यद्यपि यो रचना अलिक पुरानो छ, तर पनि यो आनन्द जुन यो दृश्य देखिरहँदा, यो पासोडहरू, यो ढुङ्गाहरू देखिरहँदा यो ढुङ्गालाई एउटा गजल सुनाउन मन लाग्यो। यहाँको परिवेशले र मलाई साथ यो क्यामेरामा साथले सरोजीले म भन्दैछु, सुन्दै गर्नु। पासोड जस्तो मन तिम्रो, यसलाई पासोड भनिन्छ। पासोड जस्तो मन तिम्रो केही गरी पलाएन, पासोड जस्तो मन तिम्रो केही गरी पलाएन, रातभरि कुरी बसे दिवा अन्धो कराएन, रातभरि कुरी बसे दिवा अन्धो कराएन। चिते मान्छे होइन म त, चिते मान्छे होइन म त दानवीर पनि परिएन, चिते मान्छे होइन म त दानवीर पनि परिएन, त्यसैले त कहीँ कतै भिज्न पनि सकिएन, त्यसैले त कहीँ कतै भिज्न पनि सकिएन। पासोड जस्तो मन तिम्रो केही गरी पलाएन, रातभरि कुरी बसे दिवा अन्धो कराएन। दिवा भिसा रिका रहेछौ, भर्खर भेट्दै थिएँ आई पनि एकजना। दिवा भिसा रिका रहेछौ खाली डुल्ने काम तिम्रो, दिवा भिसा रिका रहेछौ खाली डुल्ने काम तिम्रो, कसै गरी तिमीबाट मुन्द्रे केटो हराएन। पासोड जस्तो मन तिम्रो केही गरी पलाएन, रातभरि कुरी बसे दिवा अन्धो कराएन। अजनबी होइनौ तिमी, अजनबी होइनौ तिमी सधैँभरि बोलेकै छु, अजनबी होइनौ तिमी सधैँभरि बोलेको छु, जति बोले पनि प्रेम दीप जलाएन। पासोड जस्तो मन तिम्रो केही गरी पलाएन, रातभरि कुरी बसे दिवा अन्धो कराएन। यो मैले रचना हाम्रो गजलमा बढी दखल राख्ने हाम्रो दुर्गाजी हुनुहुन्छ। यहाँ आउनुहोस् दुर्गाजी, दुर्गाजीसँग पनि, किनभने उहाँले 2060 साल कार्तिक 1 गते हामीले बर्दाघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा साहित्य रचना गजल लेखन सुरुवात गरेको छौँ। त्यहाँबाट यात्रामा चढ्नु भएको, अहिलेसम्म साहित्यमा हुनुहुन्छ। कस्तो भयो रचना, सुनाउनुहोस् त। ठिकै छ, राम्रो छ, प्रयास हो, प्रयास हो। गर्दै जाँदा विकास हुँदै जाने चिज हो। अभ्यास चाहिँ गरिरहनुहोस्, निरन्तरता दिइरहनुहोस्, कुनै पनि रचना नराम्रो हुँदैन। यो परिवेशलाई के भन्नु छ, मलाई त यो रचना सुनाउनु मन लाग्यो है। यो परिवेशको बारेमा थोरै भनिदिनु, कस्तो लाग्यो? यो चाहिँ एकदमै राम्रो ठाउँ छ। यो म पहिला पनि एकचोटि आएको थिएँ, यो मेरो दोस्रो पटक हो र फेरि पनि आउने इच्छा छ। अब तपाईँ यहाँको अनुभव र अनुभूतिले यो ठाउँमा आइसकेपछि यहाँ नआएका अरू महानुभावलाई के भन्न चाहनुहुन्छ? यहाँ आउन एकचोटि सबैलाई म आग्रह गर्छु, किनभने एकचोटि आउनै पर्ने ठाउँ हो। यहाँको सूर्योदयदेखि लिएर हिमाल अनि यहाँको गाउँले जनजीवन, होमस्टेहरूको सबै कुरा राम्रो छ। एकपल्ट आउँदा चाहिँ मनमा नयाँ अनुभूति, नौलो उत्साह अनि नयाँ परिवेश सबै कुरा राम्रो लाग्छ। एकचोटि आउँदाखेरि मन फ्रेस हुने, सबै कुरा राम्रो हुने, म त्यो देख्छु। त्यसैले यो मेरो दोस्रो पटक हो। म यो पहिलो पटक आएँ। यद्यपि मैले यहाँको बारेमा जानकारी लिने धेरै कोसिस गरेँ। यहाँका स्थानीय केही व्यक्तिसँग, यहाँको पुजारी पनि हुनुहुँदो रहेछ। उहाँ दोस्रो पिँढाको पुस्ताको चाहिँ पुजारी हुनुहुँदो रहेछ, किनभने उहाँको बुवाले पनि यो थान मन्दिरमा पूजा गर्नुहुँदो रहेछ र उहाँले पूजा गर्नुभयो। यो दृश्य यहाँको अवस्था के हो भन्दा, यो एकदम डाँडोमा छ, यतापट्टि पूर्वीय भाग, यता पश्चिम भाग छ। यहाँ नजिकै संसारको के अरे सुखौरा भन्ने पनि ठाउँ रहेछ। हाम्रो आदरणीय सर हुनुहुन्छ नि, शरद पौडेलजीको ससुराली गाउँ पनि रहेछ त्यहाँ है। यतापट्टि गेटवाल पनि छ। यो गेटवालहरू, यो परिवेश देख्दा साँच्चै भन्यो नि, यो पर्यटकका लागि स्वास्थ्यका दृष्टिकोणले होइन, अनि यो दृश्य हेर्नका लागि, अवलोकन गर्नका लागि हरेक दृष्टिकोणले महत्त्वपूर्ण रहेछ। यद्यपि यो बन्दैछ, अझ राम्रो बन्दै जान्छ। यहाँ चाहिँ नेचुरल रूपमा यो प्रकृतिसँग रमाउन पाउने, यो सनराइज देख्न पाइदिने होइन, बडा राम्रो चाहिँ लाग्यो है मलाई। यहाँको अझ विशेषताको कुरा गर्दाखेरि हावापानी सबैभन्दा राम्रो, न जाडो न गर्मी होइन। अनि धेरै हिमालहरू, माछापुच्छ्रे, धौलागिरी लगायतका धेरै हिमालहरू अवलोकन गर्न पाइने। अब यो नमस्ते। यो तनहुँ जिल्लाको बन्दीपुर यो पौराणिक कालदेखि नै अति नै एउटा चर्चित ठाउँ हो र यहाँ तनहुँ जिल्लाको सदरमुकाम थियो र 2024 सालमा गाउँ फर्क अभियानपछि यहाँको सदरमुकामलाई बन्दीपुर सारियो भने यसको उत्तरतर्फ हिमालहरू, मनासलु हिमालहरू प्रष्ट रूपमा देख्न सकिन्छ। साह्रै आनन्दको ठाउँ छ र यसको पश्चिमपट्टि भागमा प्यास नगरपालिकाको केशवटार भन्ने तनहुँ जिल्लाको चर्चित ठाउँ छ र यो दुवैतर्फको एउटा सौन्दर्यता, यहाँको मनोरम दृश्य र यहाँको सनराइज हेर्नलाई हामी सारा दार्जिलिङ पुग्ने गर्छौँ। तर यहाँको पर्यटकीय क्षेत्रलाई, यहाँलाई पर्यटकीय रूपमा यहाँ विकास गर्ने हो भने धेरै पर्यटकहरू आएर यहाँको सनराइज एकचोटि हेरिदिनु भयो भने दार्जिलिङ बराबरको स्थान
विकास गर्न सकिन्छ भन्ने चाहिँ मलाई लागेको छ। यहाँको हस्, अनुभूति धन्यवाद। यहाँका अरू कल्चरल कुरा गर्नु पर्यो भने के पाउनुहुन्छ यहाँ? कल्चरल गर्ने हो भने यहाँको पुरानो संस्कृतिहरू र होमस्टेहरू छ। अब यहाँ आउने पर्यटकहरूलाई हामीले होटलहरूमा त व्यक्तिहरू जो पनि बस्न सक्छ, तर गाउँमै बसेको यहाँ आवाज गर्न बसिसकेपछि पाउँछौँ। गाउँकै आवास, गाउँकै पुराना घरहरू, गाउँका पुराना ती ठेकीहरू होइन, ती मदानीहरू, त्यहाँ जातुहरू जस्ता सामग्रीहरू औजारहरू देख्न पाइन्छ। यो विशेष गरी नयाँ पुस्ता लिएर आउनुभयो भने हाम्रा बाबुबाजेहरूले कस्ता औजारहरू प्रयोग गर्थे, कस्ता सामग्री प्रयोग गर्थे, कसरी खानपिनहरू खाने गर्थे, कोदो भनेको के हो, कोदाका परिकार के हो, ठेकी के हो, डाडु के हो, पन्यो के हो होइन, थुम्री के हो होइन, चौथाइ के हो होइन, हलो के हो, जुवा के हो, अनि त्यसपछि टिमुर के हो होइन, अथवा मरटी के हो, डोको नाम्लो के हो, कसरी भन्ने कुराहरूको बारेमा चाहिँ नयाँ पुस्ताहरूले सबै बुझ्न पाइन्छ। लोप भइसकेको छ। नयाँ पुस्ताहरू आउनुभयो भने यी कुराहरूको पनि यहाँ उहाँलाई यो भिरपाखा भने के हो, अनुभव गर्न हाम्रा बुवा आमाले भिरपाखा गइन्थ्यो भने थियो, खर काटिन्थ्यो भनिन्थ्यो, भिरपाखा भने के हो, खरसेटी भने के हो होइन, यहाँका चाहिँ प्रजातिहरू सल्लो भने के हो होइन, यसरी चाहिँ प्रजाति वनस्पतिहरू, यहाँका माटोहरू, ढुङ्गाहरू, खानपिनदेखि नयाँ पुस्ताका लागि साँच्चै नै भन्ने हो भने बुझ्न लायक, हेर्न लायक, देख्न लायक र जान्न लायक पहिचानपूर्ण रूप चाहिँ यहाँ देखिन्छ। यति जानकारी गराउँ, धन्यवाद। हस्।